त्यही भएर म हेर्न आएको छु होइन। तर रहेन रहेछको ठिकै छ। अब म घर जान लाग्यो के भए कसो भए। अब कति प्रायहरूले चाहिँ राजावादीको मान्छेले दुर्गा प्रसाईको मान्छेले भन्ने कुराहरू निस्किरहेको छ। त्यस्तो केही पनि होइन, कसैको पनि हात छैन, कसैको केही पनि होइन। साथी हिजोको दिन साथी थियो, आजको दिनमा सानो अब लेनदेनको कारोबारले गर्दाखेरि चाहिँ अलिकति मनमुटाव भएर त्यही पनि सबै क्लियर गरौँ, बसौँ, कुरा गरौँ भनेर सल्लाह गर्नको लागि बोलाउँदाखेरि ऊ पनि आएको थियो। मैले यहीँ सानो पुलमा भेटौँ त भन्दाखेरि उसले पहेँलो पुल भेटौँ यताउति भन्ने कुरा गर्यो। ल ठिकै छ नि त जाउँ त भेटौँ भनेर म पनि एक्लै गएको थिएँ। ऊ दुईजना मान्छे लिएर आएको थियो। मलाई केही फरक परेन किनभने म सत्य थिएँ, सत्य छु, भोलिको दिनमा नि सत्य नै रहन्छु। मलाई कोही सपोर्टमा चाहिँदैन होइन। उसले चाहिँ अब यो मान्छे त्यो मान्छे भन्ने कुराहरू पनि धेरै कुरा निस्केको छ। शर्मिला अब यो कुरा चाहिँ म शर्मिलालाई के भन्छु भने नि, शर्मिला धेरै मान्छेहरूको होइन नराम्रो सोच्दाखेरि आफै नराम्रो हुन्छ भन्ने यो ज्ञान थिएन क्या तँलाई, बुझ्स् नि। तैँले यतिसम्म गरिस् नि, तैँले म त यार शर्मिला श्रेष्ठ हो नि त। तैँले त ऋतु बस्नेत त्यो के अरे माग्ने बुढा तिनीहरू जस्तो सोचिस् तैँले, रबिना पूजाहरू जस्तो सोचिस् होइन। भन्न त मलाई मेरो आफन्तहरूले, मेरो इष्टमित्र, मेरो साथीहरूले सबैले भन्थे कि त्योसँग मेलमिलाप गर्ने, त्योसँग हिँड्नेहरूको कसैको पनि राम्रो हुँदैन, कसैलाई पनि राम्रो हुँदैन, तिनीहरूको चाहिँ घरबार पनि बिगार्छ भन्ने कुरो थियो होइन। त्यस्तै भयो कि तैँले मेरो घरबार बिगारिस् होइन। तँलाई मैले यस्तो नगर भन्दा पनि तैँले त मेरो बिगारिस्, भत्रो गलै गरिस्। तँलाई मैले होइन, हुन त मैले नै आज तँलाई जुन घाउचोट लाग्यो नि, तैँले आफ्नै कालो कर्तुत आफ्नै कारणले गरेर त आफैले चोट बनाइस्, मलाई लगाइस् नि। इभन म आफैले तँलाई हानेको भए पनि यसमा चाहिँ म दुःखी मन चाहिँ मान्दिनँ थिएँ है। किनभने तैँले त मेरो त संसारै बिगारिस् नि त होइन। तैँले त धेरै नराम्रो गरिस् नि त मलाई। तर पनि ठिकै छ, अझै पनि केही बिग्रिएको छैन होइन। हिसाब किताबको बिल लिएर आइज, तेरो लाग्दो खर्च तेरो पैसा म दिन्छु, 1 सेकेन्ड पनि राख्दिनँ, पैसा दिन्छु, बुझिस् नि। अनि अब आफ्नो केयर गर, गेट विल छु मेरो तर्फबाट नि तँलाई। त राक्षसनीलाई त माया गर्ने लायकको त होइनस् होइन। तर पनि तँलाई त्यसो भन्छु। र हाम्रो फेसबुकको साथीहरू पब्लिक जति पनि यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने यो कुनै पनि राजावादी इभन दुर्गा प्रसाई होइन, काङ्ग्रेस अब यताउति कसैले पनि लगाएको पनि होइन, कसैको कतै केही पनि होइन।